Hi everyone, welcome to my channel. It's me Kriti, as you know. अनि आज चाहिँ मेरो बहिनी ससीको चाहिँ अलर लगाउने प्रोग्राम छ। सो त्यस कारणले गर्दाखेरि म यसरी रेडी भएको। अब चाहिँ अब आजकल चाहिँ सबैजनाले मेहेन्दी रसम भन्छ भने हाम्रो नेवारी कल्चरमा चाहिँ अलर लगाउने चलन छ। त्यस कारणले गर्दाखेरि अलर प्रोग्राम राखेको छ। पर्सि चाहिँ वेडिङ सेरेमनी प्लस रिसेप्सन हुन्छ। आज चाहिँ अलर लगाउने प्रोग्राम, सो त्यो सेलिब्रेट गर्न चाहिँ म जाँदैछु। त्यस कारणले तयार भएको यो चाहिँ मेरो बहिनीको र ज्वाइँ सालको हुनेवालाको वेलकम। अब चाहिँ हामी यहाँ एन्ट्री मार्दैछौँ। दिस इज हो हाई अँध्यारो भएछ ल। कति बोल्न आउँछ। How are you? I'm good. कति बजी भेट्यो हामीले? हेलो सन्चै है? डान्स गर्नु। Hello. Congratulations. अब physically congratulations भन्नु पर्यो नि त। धन्यवाद। How are you feeling right now? I want to see her being bride. Yeah. Okay. Way bigger and better than her. Okay. And the way I'm looking at her right now is I'm very happy. Okay. And what about Sasi? We wish you a very best and successful married life. हामीले किन मेहेन्दी सेलेक्ट नगरेको ल भन्थ्यौ त शशी? कल्चर हैन? Okay. Yes. तेरी कुड़माई के दिन आ गए, ओ तेरी कुड़माई के दिन आ गए। बहिनी चाहिँ अगाडि अलर लाउँदैछ स्टिल होइन। हामी चाहिँ खाना खान्छौँ, स्न्याक्सहरू लिन्छौँ। यसरी यसको माहौल भइरहेको छ, रमाइलो भइरहेको छ। हामीले चाहिँ फ्यु पिपल्सलाई मात्रै इन्भाइट गरेको। वेडिङ डेमा चाहिँ अलिकति धेरै नै हुन्छ। अहिलेलाई चाहिँ फ्यु पिपल मात्रै इन्भाइट गरेको, फ्यामिली मेम्बर्सहरू मात्रै। Hello. Everyone, welcome to my channel. आज चाहिँ मेरो बहिनीको बिहे छ, सो म अहिले त यसरी भएको छु।
अनि अहिले चाहिँ हामी चाहिँ एलिस रिसेप्सन मा छौँ र बिहानको लगभग 9:30 बजिसक्यो होइन। म चाहिँ यस्तरी तयार भइरहेको छु साथीहरू। अनि आइ एम सो ह्याप्पी। आज मेरो लिटिल गर्ल माई बेबी ससी इज गोइङ टु गेट मिङ्गल। त्यही भएर अब म तपाईँहरूलाई चाहिँ सबै माहौलहरू देखाउने छु। किप वाचिङ एन्ट्री एन्ड देन यो चाहिँ रिसेप्सन हल हो। एन्ड त्यस्तै गरेर there's my sisters Sasi and Anis. Welcome card. Ani is my Paju. Paju, say hi. Hi, how are you? Hi. I'm good. Anytime like अनि नुनुहरू ल सबैजना आइसक्नु भएको छ। टेन सबै भेट भइसक्यो। अब प्रोग्राम सुरु हुँदैछ। कस्तो लागिरहेको छ किस्मिता? फाइनली एकदम मिक्स्ड इमोसन्स छ एकदमै ओभरअल पनि छु एक्साइटेड पनि छु पनि मन लागेको छ एभ्रिथिङ एट द म त बुझ्दिनँ। म तिम्रो पाल्नु चाहिँ गएको थिएँ आज त म मन्जन कस्तो फिल भइरहेछ हो है? सायदको टाइम कहिले आइपुग्छ भन्ने कुरेर हो वेटिङ फर जान्ती ओके। म कस्तो देखेछ? मोटी देखेछ हो? तपाईँ छिटो स्लिम एन्ड फिट हुन्छ होइन थाहा थिएन मलाई ल बेहुली चाहिँ उताबाट फोटोसुट गरिरहेको छ। दिस इज हाउ इट लुक्स ब्युटिफुल। हाई भन्नु, हाई भन्नु क्यामेरामा। हेलो गुड मर्निङ गुड मर्निङ। भान्जीको भाग्य गरे त भाग्यमा पुची खाइ सानो नल्याएको ससी ना ऊ नानु छ। There's my sisters. Say hi to my mom. Mickey. Hi. Hi. เมื่อเช้าที่เรสซับก่อนแดดก็สวยเนาะ बेच्चा भयो बेच्चा चढ़िया अज वेला वे सारे आने नचना सारे आने तिम्रो दुःखमा अङ्गाली बेसरी
Bingo! I'm so happy for her. Ani त्यहाँबाट we miss you. No, we not miss you. So happy. कति खुसी लाग्छ है आफ्नो बहिनीको बिहामा हैन यसरी आफ्नो सजेर आउन पाउँदाखेरि एन्ड लास्ट थिङ मेरो बहिनी आज एकदमै राम्रो देखिरहेछ एकदम राम्रो देखिरहेछ अनि एकदमै ह्याप्पी पनि छु म फाइनली द वेट इज ओभर गाइस थ्याङ्क यू धनमा बानी भयो है आजबाट छोरी मात्र नभइकन बुहारी पनि है तपाईँको यहाँको मात्र जिम्मेवारी नभइकन बुहारी पनि तपाईँलाई होइन आजबाट तपाईँ चाहिँ हाम्रो नुनुले अब ससीलाई सुपारी दिँदै हुनुहुन्छ नुनु नरुनु न अलिकति आँट लाउनु यो चाहिँ एकदमै डिफिकल्ट समय हो सबभन्दा आमाको लागि तपाईँले पाउजो लाउनु पर्ने छ त्यहाँ झोलामा छ पाउजो त्यही झोलामा छ पानी लिनुहोस् पूरी बन्नो मेरी चली ससुराल को आँखियों में पानी दे गई दुआ में मीठी गुड़ खाने ले गई आए वे मेरे डाडिया रब्बा कि ना जमिया कि ना ने जानिया है मदानिया दिन शगना दा चढ़िया आओ सखियों नी वेड़ा सजनी पकड़ के तूने चलना सिखाया था ना